मलेसियामा रहेको जापानिज कम्पनीबाट चाहिँ नेपाली कामदारको माग आएको छ साथीहरु हैन, अथवा डिमान्ड आइसकेको छ नेपालमा। सो त्यसमा चाहिँ केटाकेटी दुवैको माग रहेको छ। तपाईहरु पनि जान चाहनुहुन्छ भने चाहिँ यो कम्पनीको बारेमा बुझ्नको लागि तपाईहरुले भिडियो पुरा हेर्नुपर्ने हुन्छ। प्लस तपाईहरु चाहिँ अब कम्पनीको भन्दा पनि त्यताको बारेमा के छ कस्तो छ त्यो बुझ्नको लागि पनि तपाईहरुले चाहिँ भिडियो पुरा हेर्नुपर्ने हुन्छ। अब धेरै साथीहरुले चाहिँ सोध्नुहुन्छ हैन, कम्पनी लाइनको चाहिँ कहिले आउँछ डिमान्ड? सेक्युरिटी गार्ड प्लान्टेसनहरुको चाहिँ डिमान्डहरु नेपालमा आइराखेको छ, तर कम्पनी लाइनको चाहिँ देखा पर्दैन भन्ने कुराहरु चाहिँ गर्नुहुन्छ हैन। कम्पनी लाइनको डिमान्डहरु पनि नेपालमा छ, तर नेपालबाट चाहिँ मेन पावरहरुले चाहिँ उही तरिकाले पठाइराखेको हुन्छ के जसमा पैसा अलि बढी खाने यस्तो किसिमको हुन्छ, जसले गर्दा तपाईहरु चाहिँ अलिकति सोच विचार गरेर जानु होला हैन, हैन भने गाह्रो पनि हुन सक्छ। त्यसैले भिडियो चाहिँ पुरा हेर्नु होला। कम्पनीबाट केटाकेटीको माग आएको छ, तर फरक फरक सेक्टरमा माग गरेको छ एउटै कम्पनीले हैन। त्यसको बारेमा हरेक कुराहरु एलटी नम्बर प्लस तपाईहरुलाई चाहिँ म कम्पनीको फोन नम्बर पनि प्रोभाइड गराउने छु। त्यसैले भिडियो चाहिँ पुरा हेर्नु होला है त। हेलो साथीहरु, नमस्ते र स्वागत छ तपाईहरुलाई आजको भिडियोमा। साथीहरु यदि तपाईहरु चाहिँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, भिडियोलाई लाइक कमेन्ट शेयर अवश्य गरिदिनु होला। कम्पनीको नाम रहेको छ कोबा सन्टेक प्रेसिजन वर्क्स एसडिएन बेस्डी। सो यो कम्पनीले चाहिँ चारवटा सेक्टरमा माग गरेको छ हैन। कुन सेक्टरमा कति केटी, कुन सेक्टरमा कति केटा भनेर चाहिँ तपाईहरुले थाहा पाउनको लागि चाहिँ भिडियो पुरा हेर्नुपर्ने हुन्छ। र म तपाईहरुलाई चाहिँ पहिला चाहिँ यो कम्पनीले कुन सेक्टरमा कति केटी मगाएको छ हैन, अनि एलटी नम्बर, कुन सेक्टरमा कति केटा मगाएको छ र एलटी नम्बर त्यो जानकारी गराउने छु। अनि त्यसपछि तपाईहरुलाई कम्पनीको बारेमा र मलेसियाको बारेमा पनि बताउने छु। यदि तपाईहरु चाहिँ डिमान्ड मात्र हेरेर मलेसिया जानुभयो भने चाहिँ भोलिको दिनमा तपाईहरुले दुःख पाउन सक्नुहुन्छ हैन। त्यसैले तपाईहरुले चाहिँ मलेसियाको बारेमा पनि बुझ्न जरुरी छ, भिडियो चाहिँ पुरा हेर्नै पर्छ। अनि यो कम्पनीको लोकेसनको कुरा गर्नु पर्दा चाहिँ यो बिन्तुलु मलेसियामा छ है, बिन्तुलु मलेसियामा पर्दछ। अनि तपाईहरुले चाहिँ यहाँ रहेको फोन नम्बरमा पनि केही कुराहरु चाहिँ बुझ्न सक्नुहुन्छ। यो फोन नम्बर भनेको चाहिँ कम्पनीको हो, तपाईहरुले चाहिँ डाइरेक्ट कल गरेर पनि त्यहाँ के कस्तो छ हरेक कुरा चाहिँ बुझ्न सक्नुहुन्छ। तर फोन उठ्न अलिकति असम्भव नै हुन्छ हैन, किनकि प्राय कम्पनीहरुले यताउति उठाउँदैन, उनीहरुले मेन पावरहरुलाई नै दिएको हुन्छ। अब कुरा गरौँ एक नम्बरमा कुन सेक्टर रहेको छ भन्नु पर्दा चाहिँ क्वालिटी कन्ट्रोलर। यसमा चाहिँ 25 जना केटीको माग रहेको छ र एलटी नम्बर चाहिँ 325604। अनि इन्टरभ्यूको कुराहरु चाहिँ कुन गते अथवा कति तारिखमा छ भन्ने कुराहरु अथवा कुन मेन पावर हो हैन, सेम कम्पनी भएको हुनाले चाहिँ त्यसको बारेमा चाहिँ म तपाईहरुलाई लास्टमा अपडेट गराउने छु है त। अर्को रहेको छ जनरल वेल्डर। सो अब यसमा चाहिँ 25 जना केटाको माग रहेको छ है। यसको एलटी नम्बर चाहिँ 325603। यो पनि सेम कम्पनी हो, सिर्फ सेक्टर मात्र तपाईहरुलाई डिपार्ट मात्रै फरक हो है। अर्को रहेको छ स्टोन क्रन्चिङ मेसिन अपरेटर। अब यो चाहिँ अर्को डिपार्ट हो, यसमा चाहिँ 25 जना महिलाको माग रहेको छ। यसको एलटी नम्बर भनेको चाहिँ 325602। एलटी नम्बर पनि सेम टु सेम रहेको छ, 1-2 नम्बरले मात्र फरक छ है। अर्को रहेको छ 4 नम्बरमा हेभी मेसिनरी अपरेटर। यो चाहिँ केटाहरुको लागि हो, 25 जना केटाहरुको लागि। यसको एलटी नम्बर रहेको छ 325601। 325601 यसको एलटी नम्बर रहेको छ। अब यो कम्पनीको कुरा गर्नु पर्दा चाहिँ यो अलिकति मेसिनरी टाइपको कम्पनी हो हैन। तपाईहरु यदि यो कम्पनीमा जानुभयो भने चाहिँ प्राय मेसिन चलाउनु पर्ने त्यस्तो किसिमको हो। अनि यसले चाहिँ अब उत्पादन भनेको चाहिँ त्यो उत्पादन क्षेत्रको लागि चाहिँ माग गरेको छैन, जुन आफ्नो उत्पादनहरु गर्छ त्यो क्षेत्रको लागि चाहिँ माग गरेको छैन। प्राय यसले चाहिँ वेल्डर हैन अनि अपरेटर यताउतिको माग गरेको छ। अब मेसिन टुटफुट भयो यताउति गर्यो, त्यसमा वेल्डिङ गर्ने यताउति गर्ने सबै कुराहरु यदि तपाईहरुले यो कम्पनीको माग अनुसार हेर्नुहुन्छ भने चाहिँ समग्र रूपमा चाहिँ हैन अलिकति गाह्रो काम नै छ, त्यति सजिलो काम छैन। यदि तपाईहरुलाई चाहिँ कुनै कम्पनीको प्रडक्टहरु हामीहरुले अब कलेक्ट गरेर प्याकिङ गर्ने यताउति हुन्छ नि, त्यस्तो किसिमको कामहरुमा पर्यो भने चाहिँ त्यो अलिकति राम्रो हुन्छ। तर यहाँ चाहिँ मेसिनरी कामहरुमा चाहिँ कुन बेला के हुन्छ, हुन त जोखिम हरेक कुरामा हुन्छ, बट अलिकति गाह्रो किसिमको काम छ हैन। यदि तपाईहरु जान चाहनुहुन्छ भने चाहिँ तपाईहरुले अब यही काममा नै हो, जापानिज कम्पनी हो। र यसमा चाहिँ नर्मल ड्युटी भनेको चाहिँ 8-5 को रहेको छ। तपाईहरु यदि यो कम्पनीमा जानुभयो भने चाहिँ 8-5 मा चाहिँ तपाईहरुले यो ड्युटी भ्याउनु पर्ने हुन्छ। त्यो भनेको चाहिँ हाम्रो नर्मल 8 घण्टाको। अरु कुराहरु भनेको चाहिँ जस्तै अब हामीहरुले मलेसियामा जाँदा फेरि बेसिक कुराहरु चाहिँ के पाउँछौं भन्ने कुराहरु चाहिँ तपाईहरुलाई थाहा नै होला। जस्तै अब स्यालेरीको कुरा गर्ने हो भने 8 घण्टाको 1700 बेसिक हामीहरुले हैन यो चाहिँ पाउँछौं। अनि अरु भनेको चाहिँ ओटी को बेसमा हुन्छ। अब यो कम्पनीमा चाहिँ प्राय 2 घण्टा ओटी चल्छ भन्ने कुराहरु चाहिँ छ हैन। र मेन भनेको चाहिँ के छ भन्दा फेरि साथीहरु यताबाट चाहिँ यो कम्पनीले 50 जना केटा 50 जना केटी लगिरहेको छ हैन। त्यति ठुलो माग पनि हैन र फरक फरक डिपार्टको लागि चाहिँ यसले लगिरहेको छ, जसले गर्दा तपाईहरु चाहिँ यसमा ओटी पाउन चाहिँ सक्नुहुन्छ। हैन भने चाहिँ मलेसियामा के छ भन्दा फेरि तपाईहरुले जसलाई सोध्नुस् मलेसियामा चाहिँ ओटी पाउन गाह्रो छ।
मलेसियामा चाहिँ यताबाट मान्छे लगेर उता ओटी नदिने होइन। उता जति मान्छे हुन्छ तपाईँहरूको साथी कोही छ भने चाहिँ तपाईँहरूले सोध्न सक्नुहुन्छ। म पनि मलेसियाबाट चाहिँ बिदामा नै आएको छु होइन। तपाईँहरू चाहिँ मेरो रेगुलर भ्युअर हुनुहुन्छ भने चाहिँ तपाईँहरूलाई थाहा नै छ म मलेसियामा काम गर्छु भन्ने कुराहरू होइन। र अहिले चाहिँ बिदामा आएको छु, फेरि अब म जुन 11 मा चाहिँ मलेसिया पुग्नेछु। त्यसैले तपाईँहरू चाहिँ मलेसियाको वातावरण बुझ्न जरुरी हुन्छ। तपाईँहरू यदि यताबाट जाँदै हुनुहुन्छ भने चाहिँ पैसा तपाईँलाई चाहिँ लगानी एकदमै महँगो तिर्नुपर्ने अवस्था हुन्छ, किनकि तपाईँहरूलाई चाहिँ अहिलेको समयमा चाहिँ सेक्युरिटी गार्ड, प्लान्टेसन यस्तो किसिमको डिमान्डहरू चाहिँ सो गरिराखेको हुन्छ। कम्पनीहरूको चाहिँ बिरलै सो गरिराखेको हुन्छ कि यतातिर के छ भन्दाखेरि गुटबन्दी है, मलेसिया पठाउनको लागि कम्पनी लाइनमा गुटबन्दी चलिरहेको छ, जसले गर्दा तपाईँहरू चाहिँ बढीभन्दा बढी पैसा तिर्न पर्न सक्ने हुन्छ। यो कुराहरूलाई चाहिँ हामीहरूले एकदमै ख्याल गर्नुपर्ने हुन्छ। उता गएर चाहिँ तपाईँहरूलाई कम्पनीले ओटी नदिन पनि सक्छ के है। मेन भनेको अहिलेको समयमा ग्यारेन्टी नै छैन, मलेसियामा ओटी पाउँछु भन्ने फिक्स नै छैन। बेसिकहरू बढ्दो क्रमले गर्दाखेरि उताको कम्पनीहरूले चाहिँ ओटी टोटाइरहेको अवस्था पनि छ। त्यसैले यो कुराहरू चाहिँ तपाईँहरूले बुझ्नुपर्ने हुन्छ। भोलिको दिनमा तपाईँहरू चाहिँ मलेसियामा ओटी पाउनुहुन्छ भन्ने चाहिँ कुनै पनि ग्यारेन्टी चाहिँ छैन है त। यो कुराहरूको चाहिँ म तपाईँलाई डिक्लेयर गर्न चाहन्छु। र यो कम्पनीले चाहिँ 18 देखि 35 वर्षको मान्छेहरूको चाहिँ माग गरेको छ। इन्टरभ्यू भन्नुहुन्छ भने चाहिँ 13 गते रहेको छ अथवा 27 जुनको चाहिँ रहेको छ होइन। यदि तपाईँहरू जान चाहनुहुन्छ भने चाहिँ अझ पनि 4 दिन छ, मजाले भेट्न सक्नुहुन्छ। र मेन पावरको नाम रहेको छ साथीहरू रिच फ्रा एम्प्लोइमेन्ट सर्भिस पिबिटी एलटिडी। यो मेन पावर रहेको छ। सो तपाईँहरू चाहिँ यो मेन पावरमा कन्ट्याक्ट गरेर पनि सक्नुहुन्छ, अथवा तपाईँलाई चाहिँ यहाँ स्क्रिनमा मैले राखिदिएको छु होइन, फोन नम्बर प्लस तपाईँहरूलाई हरेक कुराहरू चाहिँ त्यहाँ राखिदिएको छु। तपाईँहरूले एकचोटि भिडियोलाई टिक्क रोकेर अथवा स्टप गरेर चाहिँ त्यहाँ के छ फोन नम्बरहरू हरेक कुराहरू चाहिँ तपाईँहरूले मजाले त्यहाँ हेरेर टिपोट गरेर बुझ्न सक्नुहुन्छ मेन पावरमा पनि है त। हस्त साथीहरू आजको भिडियोमा यति नै। सो लास्टमा पनि म तपाईँलाई के अपडेट गराउन चाहन्छु भने तपाईँहरू यताबाट यदि मलेसिया जान चाहनुहुन्छ भने चाहिँ जाँदै हुनुहुन्छ भने पनि तपाईँहरू चाहिँ लागतको विषयमा चाहिँ अलिकति ध्यान दिनुपर्ने हुन्छ है। यताबाट लागत हामीहरूले महँगो तिरेर जान्छौँ होइन, उता महँगी छ अनि उता ओटी हुँदैन। यो कुराहरूले विशेष दुःख दिन सक्छ तपाईँहरूलाई। त्यसैले लगानीको विषयमा चाहिँ बढीभन्दा बढी फोकस गरेर मात्र मलेसिया जानु होला है त। हस्त साथीहरू आजको भिडियोमा यति नै। अर्को भिडियोमा फेरि भेटौँला। बाई बाई।